बोल्ने गोत्र बेवाको एउटा कतिवटा हो कतिवटा गोत्र चाहिँ एउटा बुढा परे 17 त्यति खालकी रहेछ सारा कुरा बताइसकेपछि बहिनी के भन्छ भने दिदी एउटा कुरो के छ भन्दाखेरिमा मेरो पनि भर भर गर्व बसिया छ फेरि म चाहिँ राम्रो नसल्के के गाउँमा चाहिँ बोकै बोका पाउने बाख्राको बिउ भनेर मेरो छोरै छोरा हुन्छ अहिलेसम्म 7-8वटा छोरै भएका छन् यो पालि नि पक्कै छोरै हुन्छ अब मलाई पाल्न गाह्रो तिमीलाई पाउन गाह्रो तिमीलाई फल पनि भर्खर दिएको मेरो पनि भर्खर अब गरममा आएको छ अब एउटा कुरो यो छ तिमीले बोक्न भ्याउन पर्दैन अर्को कुरो के छ भने गोठमा थारो गाई छ नि त होइन त अल्ल गरेर गाईले खान्थ्यौ अब बिहाए दुध खाउल्यौ मरे घाँस काट्दै पर्दैन कुरा बहिनीले सिकाए पछाडि त्यसै गरेर फल खाइनन् गाईले लगेर फल दिन् अनि त्यसपछिबाट अब के गर्ने त अब बुढो त गर्मीतिर लाएर बसिया छ दिनकै आएर भोलि हेरिहाल्छन् होइन सँगै एउटै घर बस्न पर्छ अल्चल भएको थाहा पाउला क्या नि त अब पेट गाह्रो छ छेउमा नआऊ भन्नु अनि 1 महिना हुन्छ एउटा पड्का बेर्नु अर्को महिना हुन्छ अर्को पेटका बेर्नु नारायण हरि बमरी ताईले तिले गरिए बमरी ताईले भोलि भोलि यसरी पड्का बाँध्दै गए बाबु 9 महिना पुग्न लागिसके पछाडि के भनिन् भनेदेखि ए बुढा घरमा सासु पनि छैनन् देवर्नी जेठानी पनि छैनन् आमाजु नन्द पनि छैनन् पर घर नजिकै छिमेकिनी छैनन् अब तिमी बुढाले सुत्केरी भएको बेला स्याहार्न तिमीले सक्दैनौ मेरी बहिनी बसौटी छे त्यसलाई यो बेथाको कुरो थाहा छ म त्यसैका घर जान्छु सजिलो हुन्छ नि त भनेर बहिनीको घरमा गए अब छोरो पाउने बुढीले भने मात्र परिगयो अनि त्यसपछिबाट घरमा गई चाहिँ घरबाट छोडेर गई उता गएपछि जब चाहिने बहिनीले छोरो पाइ अनि छोरो घरमा लिएर आई अनि त्यसपछिबाट बाजे नारायण गर्न पर्यो कति घडी कति बेलामा जन्मे त प्यारी भन्दाखेरिमा नारायण हरि छ्याकै बोले छु कानेले आधा छ्याकै बोले छु छ्याकै बोले छु थाहा छैन नामै थाहा भएन अब के राखिन्छ नाम भन्दाखेरिमा अब थर त बाउको आइहाल्छ सधैँ तिमीहरूकै खलकको रजाइ हो नि मेरो नाम धुन्दुरी मैले पाएको छोरो धुन्दाकारी भनेर नाम राखे त्यही बेलामा उता बाबु गोठमा पनि पाछो जन्मियो यसो गएर हेरेको त बाबु अनुहार सबै मान्छेको छ कान चाहिँ गाईको छ अब नाम के राख्ने भन्दा गोकर्ण गो भनेको गाई कर्ण भनेको कान गाईको जस्तो कान भएको गाई कानेको नाम गोकर्ण त्यसरी नाम राखेर सारा चाहिने कुरा गर्दै गए पढ्दै गए ठुलो हुँदै गए धुन्दाकारी गोकर्ण पण्डितो ज्ञानी धुन्दाकारी महाखल गोकर्ण चाहिँ पढ्दै विद्वान भएर गए धुन्दाकारी चाहिँ साह्रै मूर्ख भएर गयो सारा कर्म गर्यो बाबु जे नहुने त्यही कर्म गर्यो बाहुनको घर कहिले सुँगुर ल्याएर पाल्या छ कहिले कुकुर ल्याएर पाल्या छ त्यति मात्रै नभएर चाहिने जात विजात सबै भुलिया छ गाउँमा भएका विषय जति जम्मै श्रीमती तुला छ सारा गरे बाउ गएर बाउ जङ्गलतिर लागे आमा पक्रिन सकेर कुवामा डुबेर मरिन् के त धुन्दाकारीलाई पनि के पर्यो त भन्दाखेरिमा यदि राजाको घरको चाहिँ सम्पत्ति गरेर ल्याएछ ती बेसियाहरूले अब यत्रो सम्पत्ति लिएर आयो अब राजाका सैनिक खोज्दै आउँछन् यसलाई समात्यो भने सम्पत्ति नि जान्छ यो पनि जान्छ यसलाई मारेर ठेगान लाऊ भएको सम्पत्ति बाँडौँ भनेर त्यो धुन्दाकारीलाई मारेर
लएर चाहिँ भने उनी पुगे अनि गोकर्ण पढ्न गएको बाबु पढेर आउँदाखेरिमा त्यो चाहिँ प्रेत भएको खुन्दाकारीलाई भेटेको अनि सारा कर्म के गर्ने भन्दाखेरिमा सप्ताह लाग्यो भनेदेखि मुक्त हुन्छ भनेर पण्डितहरू बोलाएर सप्ताह लगाएको कहाँनिर बस्ने भन्दाखेरिमा नारायण अनि पाँचको आँखलोमा तिमीलाई आज ए पापी दुष्टा दुर्जनलाई पाँचको कतिवटा आँखलो भएको भन्दाखेरिमा 7 वटा आँखला भएको 5 गाडी त्यो 7 वटा आँखला भएको 5मा चाहिँ मुक्ति हुन्छ भनेको यसको अर्थ लामो छ वास्तवमा अर्थ के भन्दाखेरिमा त्यो 7 वटा आँखलो भनेको चाहिँ काम क्रोध लोभ मोह मद मत्सर्य र अहंकार यो 7 वटा हाम्रा शत्रु छन् अनि बाँसको आँखलोमा जब सत्ता रूपी ज्ञान सुनेर जब त्यो काम क्रोध लोभ मोह मद मत्सर्य काम गरेका शत्रु जब चाहिँ त्यागेपछि नारायण राम 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 मुक्ति मिलने छ सबैलाई